नमस्कार। आज म मोडल खबरको पोडकास्टमा छु। म सुरेन्द्र लाभ र आज एउटा महत्त्वपूर्ण र गम्भीर विषय लिएर तपाईहरु समक्ष उपस्थित भएको छु। त्यो विषय के हो भने ज्यादै चर्चित विषय हो, जस्तो जनता उस्तै नेता। फेरि भन्छु, रिपिट गरें कि जस्तो जनता उस्तै नेता। के यो सही हो? होइन। यसै बारेमा आज अलिकता विश्लेषण गरौँ जस्तो मलाई लाग्यो। हुन त यो लोकतन्त्रको लागि ज्यादै महत्त्वपूर्ण विषय हो र खास गरेर एउटा दृष्टिकोण के रहेछ भने यो एक किसिमको नेपालमा यो नेता र जनता, जस्तो जनता उस्तै नेता भनेर एक किसिमको उखान जस्तो चल्याछ आजभोलि। तर यो वास्तवमा हेर्ने हो भने यो मात्रै उखान होइन, लोकतन्त्रको चरित्र हेर्ने एउटा चस्मा पनि हो, एउटा दृष्टिकोण पनि हो। हुन त आजभोलि फेरि के भइरहेछ भने हाम्रो समाजमा लोकतन्त्रलाई गाली गर्नेहरू पनि धेरै छन्, गणतन्त्रलाई गाली गर्नेहरू पनि धेरै छन् र धेरैभन्दा धेरै मान्छेको के भनाइ छ भने जति पनि देशमा व्यथितिहरू छन् ती व्यथितिहरूको जिम्मेवार यो लोकतन्त्र अथवा गणतन्त्र होइन। यो त आफैमा राम्रो सिस्टम हो। यो भन्दा राम्रो के सिस्टम होला संसारमा? यो बेस्ट सिस्टममा हामी छौँ। तर पनि विभिन्न क्षेत्रको कुरा गर्ने हो भने व्यथितिको अवस्था छ। यो व्यथिति किन? अनि एउटै प्रश्न आउँछ, यो नेताले गर्दा। नेताहरू छन् जसले गर्दाखेरि नेपाली समाजमा हामी जस्ता व्यक्ति अथवा आम नागरिक अथवा सम्पूर्ण समुदाय भन्नुस्, सम्पूर्ण नेपाली भनौँ, हामी यसको शिकार बनिरहेछौँ र हरेक दिन चारैतिर यही चर्चा हुन्छ कि यो व्यथितिको कारण नेता रहेछ भने अब नेतालाई सुधार कसरी गर्ने त? नेतामा सुधार आउने कसरी, के प्रोसेसबाट? अनि फेरि अन्तमा जवाब आउँछ, होइन यो त अब जनता नै त्यस्तै, त जस्तो जनता त्यस्तै नेता, यहीँबाट आएको हो। त त्यसले यसको अलिकता दार्शनिक पक्ष भनौँ, यसको एउटा राजनीतिक पक्ष भनौँ, समाजशास्त्रीय पक्ष भनौँ, के रहेछ त? अलिकता यसमा पनि हामी विचार गरौँ। मूल विषय हाम्रो जस्तो जनता त्यस्तै नेता है। अब अलिकता अगाडि बढ्दाखेरि हामी के हेर्छौँ भने के धेरै पुरानो दार्शनिकको नाउँ तपाईँहरूले सुन्नुभएको होला। दार्शनिक यो प्लेटोको नाउँ भनिरहेको छु। यो प्लेटोको एउटा धारणा सुनौँ। उनले के भन्छ भने यदि बुद्धिमानहरू राजनीतिबाट टाढा बस्छन् भने तिनीहरू मूर्खद्वारा शासित हुन्छन्। अब ज्यादै मार्मिक भनाइ छ र यो भनाइले के स्पष्ट पार्छ भने जनताको चेतना अनुसार नै नेताको चयन हुन्छ। हामीमा चेतना छैन, नागरिकमा चेतना छैन, अथवा पढे लेखेका नागरिकहरू यदि बाहिर बस्छ, राजनीतिभन्दा बाहिर मलाई केही वास्ता छैन भन्यो भने त मूर्खहरूद्वारा हामीले शासन बेहोर्नुपर्ने हुन्छ अथवा मूर्खहरूको शासन हुन्छ। सिधा सिधा हिसाबबाट भन्यो भने मूर्खले हामीमाथि शासन गर्छ। अब यो जनता अथवा सचेत नागरिक प्रति गरिएको एउटा अभिव्यक्ति हो। उही बेलामा दार्शनिक प्लेटोले भनेको थियो यसमा पनि हामीले विचार गर्नुपर्ने हुन्छ। के गर्नु पर्यो? यसबाट पनि प्रश्न हुन्छ। यसलाई प्रस्ट्याइराख्नु पर्दैन होला। विज्ञहरू हुनुहुन्छ, तपाईहरु जुन हेरिराख्नु भएको छ, मलाई सुनिराख्नु भएको छ, यो मार्मिक भनाइलाई पनि हामीले ध्यानमा राख्नुपर्ने हुन्छ। नजिकै देश गान्धी, महात्मा गान्धीको नाउँ तपाईँ हामी सबैले सुनेका छौँ। प्रसिद्ध व्यक्तित्व। अब भारतको लागि मात्रै होइन, विश्वकै लागि एउटा प्रेरक व्यक्तित्व हुनुहुन्छ। उहाँको धारणा के रहेछ भन्ने अलिकता त्यहाँ पनि ध्यान दिउँ। गान्धीजीले के भन्नुभएको थियो भने कि शासनमा त्यही वर्ग आउँछ जुन जनताको मनोविज्ञान प्रतिबिम्बित गर्छ। अब यो जनताको मनोविज्ञान प्रतिबिम्बित
गर्ने व्यक्तिहरू शासन गर्छ। यो भनेको के हो भने कि हामी कस्तो मूल्य कस्तो चेतना लिएर हामी बाँचिरहेछौँ, जनताको मनोविज्ञान के रहेछ त्यसको एउटा प्रतिबिम्ब भएर शासन व्यवस्था गर्छ। अब यदि हामीमा चेतना छैन, नागरिकमा चेतना छैन, नागरिकमा विभिन्न किसिमको कुण्ठाहरू छ भने नेताहरू त त्यहीँबाट आउने हो। त त्यसले जनताको मनोविज्ञानबाट यो प्रेरित हुन्छ भनेर उनले भनेको थियो, गान्धीजीले भन्नुभएको थियो। त्यो दार्शनिक पक्षको केही उदाहरणको रूपमा हामीले लियौँ। त्यस्तै समाजशास्त्रीय दृष्टिकोण हेर्ने हो भने अब समाजशास्त्रीहरू के भन्छ त यसको बारेमा, के बारेमा हामी कुरो गरिरहेछौँ कि जस्तो जनता त्यस्तै नेता हो कि होइन त्यो हेरौँ। त्यही क्रममा हामी छौँ। समाजशास्त्रीहरूले के भन्छ भने कि राजनीतिक नेतृत्व समाजको सामूहिक चरित्रको परिणाम हो। राजनीतिक नेतृत्व समाजको सामूहिक चरित्रको परिणाम हो। हाम्रो समाज मान्छेहरू बसोबास गर्ने जुन समुदाय छ, समाज जसलाई हामी भन्छौँ, त्यसको परिणाम हो। हाम्रो समाजको चरित्र यदि करप्ट छ भने, भ्रष्टाचारमा लिप्त छ भने, जातिवादमा लिप्त छ भने, असहिष्णु समाज छ भने नेता त त्यहीँबाट जन्मिने हो, नेता पनि त्यसैबाट आउँछ। यसबाट पनि क्लियर हुन्छ कुरो कि समाज कस्तो छ त्यसैबाट आउने हो। त्यस्तै एउटा प्रसिद्ध समाजशास्त्री चिन्तक हुनुहुन्छ पियरे बोर्डे भनेर उनको नाम हो। उनले एउटा बहुत सामान्य शब्दमा गहिरो कुरा के गरेका छ भने राजनीति शक्तिको होइन प्रतीकको खेल हो। प्रतीकको खेल हो, शक्तिको होइन प्रतीकको खेल हो। अर्थात् नेताले जनताको भावना, संस्कृति, अन्धविश्वासको उपयोग गर्छ। हेर्नुहोस्, त्यो उही बेला पियरेले भनेको थियो। यसको अर्थ हो यदि जनता शिक्षित छ, विवेकी छ र सजग छ भने नेता पनि जिम्मेवार हुन्छ। यदि छैन, उल्टो छ भने, सजग छैन, शिक्षित छैन, विवेकी छैन भने त परिणाम उल्टो नै आउने हो। यो कुराहरूको भुक्तमान त हामी छौँ, भुक्तभोगी हामी छौँ, भोगिरहेछौँ। त्यसैले यी दृष्टिकोणहरू पनि हामीले विचार गर्नुपर्ने हुन्छ। त्यस्तै राजनीतिक दृष्टिकोणबाट पनि केही उदाहरण लियौँ है, केही उदाहरण मात्रै। लोकतन्त्र भनेको त मतदाताको शक्ति हो। यो मूल आत्मा लोकतन्त्रमा मतदाता नै हो। तर यसलाई हामीले यसरी बुझौँ कि यो मताधिकारको प्रयोग, मतको प्रयोग अधिकार हो, तर अधिकार मात्रै होइन, जिम्मेवारी पनि हो। यो एउटा अन्डरलाइन गर्ने सेन्टेन्स छ। यो जिम्मेवारी पनि हो। खालि मतको प्रयोग हामीले गऱ्यौँ 5 वर्षमा एकचोटि र मुक्ति पायौँ कि ल भइहाल्यो भन्ने कुरा होइन। यो जिम्मेवारी हो। डाक्टर अम्बेडकरको भनाइलाई पनि यहाँ उद्धृत गर्न सकिन्छ। एकछिन हेरौँ। उनले के भनेको थियो भने राजनीतिक लोकतन्त्र तबसम्म टिक्दैन। ध्यान दिनु होला शब्दमाथि। यो शब्द मार्मिक शब्द छ। राजनीतिक लोकतन्त्र, राजनीतिक लोकतन्त्र अर्थात् राजनीतिमा लोकतन्त्र तबसम्म टिक्दैन जबसम्म सामाजिक लोकतन्त्रले जडा गाड्दैन। सामाजिक लोकतन्त्रले जडा गाड्दैन। भारतीय राजनीतिको सन्दर्भमा अहिले पनि डाक्टर अम्बेडकरको नाउँ लिइन्छ। संविधान निर्माताको रूपमा स्थापित उहाँको यो भनाइ ज्यादै मार्मिक छ। जति बेला भारतको संविधान बनिरहेको थियो त्यसैको सेरोफेरोमा उहाँको अभिव्यक्तिलाई पनि हामीले ध्यानमा राख्नुपर्ने हुन्छ र मनन गर्नुपर्ने हुन्छ। त्यस्तै भारतीय एउटा प्रसिद्ध राजनीतिज्ञ डाक्टर लोहिया, राम मनोहर लोहिया, उहाँको भनाइ के थियो भने कि राजनीतिमा जनता कहिल्यै मूर्ख हुँदैन। जसलाई यहाँ व्याख्या गरिँदैछ प्रायः समाजमा राजनीतिक क्षेत्रको कुरा हुँदाखेरि, नेपालको राजनीतिको कुरा हुँदाखेरि कि राजनीति अब यो मूर्खै छन् भन्ने नेता पनि मूर्ख हुन्छ। तर डाक्टर लोहियाको भनाइ के छ भने राजनीतिमा जनता कहिले मूर्ख हुँदैन। जनता केवल केही समयको लागि मौन हुन्छ, केही समयको लागि मौन हुन सक्छ, सधैँ ऊ मूर्ख हुँदैन। यसलाई यो मार्मिक कुरोलाई पनि हामीले ध्यान दिनुपर्ने हुन्छ। तर कहिलेकाहीँ अब नेता
नेताले के गर्छ भने लोकलज्जा र प्रचार मार्फत जितिहाल्छ। लोकलज्जालाई त्याग गर्न सक्छ, प्रचारलाई प्रभावशाली बनाउन सक्छ, जसमा पैसाको प्रभाव हुन सक्छ, जातीय ध्रुवीकरण हुन सक्छ, मिडियाको भ्रम हावी हुन सक्छ। यस्ता तत्त्वहरू छन् जसले गर्दाखेरि समाजमा अलिकता अनैतिक नेताहरू भन्नुहोस्, सही शब्द खोज्न त गाह्रो छ, यति विशेषण नेताहरूको नाउँमा जोड्न सकिन्छ, तर अहिलेलाई बुझ्नलाई हामी कुरा बुझौँ कि अनैतिक नेताहरूको वर्चस्व किन भइहाल्छ। यहाँ कारण त यहाँ रहेछ। यो एउटा महत्त्वपूर्ण कुरा हो। अब केही यसमा के छ भने केही अपवाद, केही यथार्थका कुराहरू पनि के छन् भने कि अब यो 16 डोलोमा हामी के भनिहाल्छौँ भने देशमा अब सबै नेता खराब र सबै जनता खराब। अब यसमा यथार्थमा हामीले कुरा बुझ्नु पर्यो कि रियालिटी के हो भने सबै जनता कहिले पनि खराब हुँदैन, कुनै पनि देशमा हुँदैन, नेपालमा पनि छैन, अन्य देशमा पनि छैन। त सबै जनतालाई हामी खराबै भन्न मिलेन। त्यस्तै सबै नेता भ्रष्टै छन्, एउटै शब्दमा जेनरलाइज हामी सामान्यकरण गरिहाल्छौँ कि सबै नेता भ्रष्ट, यो पनि होइन। धेरै होला, शीर्ष तहका होलान् अथवा प्रशस्त मात्रामा होला, तर सबै नेतालाई हामी यसरी गर्दाखेरि त इमान्दार नेतामाथि चोट पर्न सक्छ, इमान्दार जनतामाथि चोट पर्न सक्छ। त्यसैले हामीले पीडा दिनु हुँदैन भन्ने कुरो पनि हामीले ध्यानमा राख्नुपर्ने हुन्छ। तर अब प्रश्न के उठ्छ भने त किन हाम्रा जनप्रतिनिधि अलोकप्रिय बन्छन्? अहिले जसरी जनप्रतिनिधि अलोकप्रिय बनिरहेछ त्यो किन भइरहेछ? किन नीति जनतामुखी हुँदैन? समय समयमा गभर्मेन्टले नीति ल्याउने गरिरहेछ, हाम्रो देशमा हरेक देशमा ल्याउँछ, त जनतामुखी हुँदैन, त्यसले आलोचनाको पात्र। नेताहरू अलोकप्रिय किन बन्छ? आलोचनाको पात्र बन्छ। त यो एउटा प्रश्न त छ। यसको सरल जवाब के छ भने एकदम सरल जवाब, जे समस्या छ, समस्या के हो? जनता नेताप्रति विश्वस्त हुन सकेका छैन, अर्थात् जनता अलोकप्रिय छन्, मूल समस्या हो। यो नेता अलोकप्रिय छन् अथवा जनप्रतिनिधि अलोकप्रिय छन्, बनिसकेका छ हाम्रो देशमा। हाम्रो देशको परिवेशमा भन्यो भने सबै होइन तर अधिकांश, र नीति जनतामुखी छैन भने यसको सरल जवाब म भनिरहेको थिएँ। सरल जवाब के हो? त जनताले पनि आफ्ना प्रश्नहरू सोध्न छाडेका छन्। अब यहाँ मिस्टेक छ, जनताको सन्दर्भमा प्रश्न सोध्न हामी छोडिदिएका छौँ। भइहाल्यो, देखा जाला, फेरि 5 वर्षपछि इलेक्सन हुन्छ, फेरि देखा जाला। त्यति बेला फेरि जातपातको कुरा हुनसक्छ, पैसाको कुरा हुनसक्छ, क्षेत्रवादको कुरा हुनसक्छ, अनेक कुरो त्यहाँ हुनसक्छ। त्यसैले यहाँ समस्या यहाँ छ कि जनताले पनि, नागरिकले पनि, पढे लेखेकाले पनि, आम नागरिकले पनि प्रश्न गर्न छाडेका छन्। यो दुर्गतिको कारण त्यहाँ रहेछ भन्ने कुरा हामीले बुझ्नु पर्यो। राजनीतिलाई मात्र चुनावको विषय हामी ठान्छौँ, यहाँ भ्रम छ। यो राजनीति भनेको मात्रै निर्वाचन होइन, यो जीवन पद्धति हो हाम्रो। र त्यसले प्रश्न गर्न हामीले छाड्नु हुँदैन। त्यसैले निष्कर्षतिर हामी जाँदैछौँ यो सर्ट भिडियोमा कि जस्तो जनता त्यस्तै नेता, होइन? मूल विषय आज हाम्रो त्यो हो। यो वास्तवमा एउटा उखान मात्रै होइन, यो मात्र एउटा टिप्पणी होइन। टिप्पणीको रूपमा पनि यसलाई हामी हेर्न सक्छौँ यो सेन्टेन्सलाई, तर यो एक किसिमको चेतावनी हो। चेतावनी हो, यस अर्थमा यसलाई लिनु पर्यो। भनाइलाई सहज किसिमबाट हामीले, मजाकको रूपमा हामीले, कहिलेकाहीँ गम्भीरतापूर्वक हामीले यो भन्ने गरेका छौँ कि जस्तो जनता उस्तै नेता। यो चेतावनी हो। यदि हामी प्रश्न सोध्नेछौँ त नेताहरूले जवाब दिनेछन्, जवाब दिन बाध्य हुनेछ। हामी बाध्य पारिरहेका छैनौँ, प्रश्न गर्न छोडिदिएका छौँ, नेतालाई बाध्य पारिरहेका छैनौँ। त्यसैले हामीले प्रश्न गरिराख्नुपर्छ, नेतासँग जवाब लिइराख्नुपर्ने हुन्छ। यदि
यदि यदि कुरो छ, ठुलो यदि कुरो छ, यही यदि हामीले सफल पार्नु छ, यदि हामीले मूल्य र विवेकमा अडिग रहनेछौँ भने, हाम्रो जुन मूल्य मान्यताहरू छन् त्यसमा अडिग रहनेछौँ र आफ्नो विवेकमा अडिग रहनेछौँ भने शासन पनि त्यसै अनुसार बन्नेछ। सिधा सिधा कुरो छ। हामी अडिग छैनौँ, हामी विवेकशील छैनौँ भने शासन कसरी अडिग हुन्छ र कसरी विवेकशील हुन्छ शासन प्रणालीमा। त्यसैले हामीले अडिग पनि हुनु पर्यो। अब एउटा कुरो के छ भने कि यो लोकतन्त्र गाली गरेर सप्रन्छ या सजग भएर? निश्चित रूपमा लोकतन्त्रको कुरो, गणतन्त्रको कुरो हामी गर्दाखेरि गाली मात्रै गरेका छौँ। यसैको यही लोकतन्त्रको कारणले गर्दाखेरि, यही गणतन्त्रको कारणले गर्दाखेरि देशमा व्यथिति आयो अनि जथानाम हामी गाली गर्छौँ। होइन, सजग नभएर यो भइरहेछ। त्यसले यदि लोकतन्त्रलाई जोगाउनु छ, यदि गणतन्त्रलाई जोगाउनु छ भने प्रत्येक नागरिक सजग हुनु पर्यो। एउटै मन्त्र छ, यो मन्त्र, यसलाई लिउँ। अब आजको चर्चामा अलिकता गम्भीरता आवश्यक छ। हामी सबैजना गम्भीर भएर सोचौँ र मलाई लाग्छ आज सोच्नलाई बाध्य पनि हामी हुनुपर्छ। त्यसैले आज जुन मैले आफ्ना मनका कुराहरू केही राखेँ त्यसमा आफ्नो प्रतिक्रिया अवश्य दिनुहोला, विचार पठाउनुहोला। अन्तमा एउटै कुरो भन्न चाहन्छु कि भोट दिनु, मताधिकारको प्रयोग गर्नु नागरिकको अधिकार हो, तर सचेत भएर दिनु कर्तव्य हो। अधिकार र कर्तव्यको कुरा आयो, सचेत भएर भोट खसाल्नु। सचेत त्यसको अर्थ छ, पहिला पनि चर्चा गऱ्यौँ, अरू यताउतिमा नलाग्ने, सचेत हुने अनि भोट हाल्ने, त्यो हाम्रो कर्तव्य हो। भोट हाल्ने अधिकार, तर सचेत भएर भोट हाल्नु हाम्रो कर्तव्य हो। एउटा यो सेन्टेन्सलाई हामीले कहिले पनि बिर्सनु हुँदैन। र अर्को महत्त्वपूर्ण कुरो म निवेदन गर्न चाहेँ कि जबसम्म नागरिक मौन हुन्छ, फेरि रिपिट गरेँ कि जबसम्म नागरिक मौन हुन्छ लोकतन्त्र लाचार हुन्छ। जबसम्म नागरिक मौन हुन्छ लोकतन्त्र लाचार हुन्छ। जब नागरिक जाग्छ नेता जिम्मेवार बन्छ। धन्यवाद। अर्को कार्यक्रममा भेटौँला। नमस्कार।